नमस्ते। आज चाहिँ मेरो यो फर्स्ट भ्लग हो अनि म चाहिँ सोलो बाइक टुरमा जाँदैछु। अहिले चाहिँ म ओसाकामा बस्छु अनि ओसाकाबाट आमानो हासिदाते भन्ने ठाउँ जाँदैछु आज 4-5 घन्टा लगाएर। अनि त्यसपछि आमानो हासिदातेमा घुमेर त्यहाँबाट जापानको अर्को फेमस ठाउँ डिजर्ट भनेर चिनिने तोत्तोरी डिजर्टमा पनि जाने प्लान छ मेरो। त्यो हुनाले अब आज बिहान 8 बजेको छ भने अब मैले राइड सुरु गर्दैछु। मसँग हुनेछ मेरो भाइ अनि दुईजना सरल र तोत्तोरी जाँदैछौँ। यो चाहिँ यहाँबाट जर्नी स्टार्ट हुन लाग्दाखेरिको हो भने अब बिचबिचमा बाटोमा रोक्दै अनि त्यसपछि ठाउँहरू देखाउँदै फेरि हामी तपाईँहरूलाई जापानको आमानो हासिदाते अनि तोत्तोरी केन्सम्म लिएर जानेछौँ। र यो मेरो चाहिँ फर्स्ट भ्लग हो। आजबाट मैले युट्युब स्टार्ट गरेको छु अनि भ्लग पनि स्टार्ट गरेको छु। तर मलाई क्यामेरामा त्यति साह्रो बोल्न धेरै आउँदैन, तैपनि आजबाट स्टार्ट गरेको हुनाले म ट्राई गर्दैछु। र मेरो च्यानललाई अवश्य पनि हेर्नु होला। मेरो भ्लगहरू अब कन्टिन्यू आउँछ, हेर्नु होला अनि सब्सक्राइब गरिदिनु होला भन्दै आजको जर्नी स्टार्ट।